कुनै पनि बिजनेस तपाईलाई गर्नु छ भने बिना पुँजी तपाईले गर्न सक्नुहुन्न। तपाईको बिजनेस आइडिया भनेको बिउ जस्तो हो। यो सीडले जबसम्म पानी भेट्दैन तबसम्म त्यो अंकुरण हुँदैन हैन। त्यस्तै गरी तपाईको बिजनेस आइडियाले पनि जबसम्म क्यापिटल पाउँदैन तबसम्म त्यो बिजनेस आइडियै भइरहन्छ। सेकेन्डरी मार्केटमा आउने कम्पनीहरु भनेको सबैले केही न केही त बिजनेस गरिरहेछ, कसै न कसैले केही कमाउनै खोजिरहेछ। बिजनेसको मेन टार्गेट भनेको प्रफिट हो। केही न केही वस्तु अथवा सेवा उत्पादन गरेर तपाईको प्रफिट कमाउने भन्ने उद्देश्यले नै सबै कम्पनीले काम गरिरहेको हुन्छ। त्यही भएर बिजनेस भनेको प्रफिटको वरिपरि घुम्छ र प्रफिटमा कसको हक लाग्छ भन्दा जसले लगानी गर्छ, जसले पुँजी जुटाउँछ। त्यो ठुल्ठुलो बिजनेस हाउसहरुलाई जब उसको बिजनेस एक्सपान्ड गर्नलाई पुँजीको आवश्यकता हुन्छ अथवा उसको लोन तिर्नको लागि पुँजीको आवश्यकता हुन्छ, त्यस्तो केसमा उसले जनतासँग एउटा कन्ट्र्याक्ट गरेर पैसा उठाएको हुन्छ। त्यही भएर शेयर बजारले पैसालाई जोड्ने काम गर्छ। तपाई हामीसँग हजार छ, यो छरेर बस्यो, यो पावरफुल हुँदैन। तर यो पुँजीलाई तपाईले जोड्नुस्, हजार रुपैयाँ हैन जोडेर 1 अरब बनाउनुस्, यो पावरफुल हुन्छ। यो 1 अरबबाट तपाईले हाइड्रो पावर बनाउन सक्नुहुन्छ, इन्स्योरेन्स कम्पनी खोल्न सक्नुहुन्छ, बैंक खोल्न सक्नुहुन्छ हैन। यसरी चाहिँ ठुल्ठुलो कम्पनीले छरेर रहेको पुँजीलाई संकलन गर्छ र यो संकलन गर्ने क्रममा चाहिँ यसले जनतालाई एउटा कन्ट्र्याक्ट दिन्छ। तपाई पनि अब यो कम्पनीको मालिक हुनुभयो है भनेर। अब जनताले बिजनेस बुझ्या छ कि छैन भन्दा छैन। मानौं यो एउटा कम्पनी तपाईको मध्य भोटेकोसी भन्ने कम्पनी हो। यो मध्य भोटेकोसी कम्पनीले कन्ट्र्याक्ट गर्यो हामीलाई 1000 रुपैयाँ दिनुस्, तपाईलाई 10 किताको मालिक बनाइदिन्छु भनेर दिएको कन्ट्र्याक्ट हो। यसलाई नै हामी शेयर भन्छौं। शेयरको मिनिङ यही नै हो हैन। तर हामीलाई बीचमा पैसा चाहियो, मलाई यो 1000 रुपैयाँ एकदम आवश्यक पर्यो, अब म के गर्छु त? अब यो मध्य भोटेकोसीले हामीलाई पैसा फिर्ता गर्न सक्छ भन्दा सक्दैन। भनेपछि यो कन्ट्र्याक्ट फेरि जनतामा कारोबार गर्न सजिलो होस्, यो कन्ट्र्याक्ट अब भोइड हुँदैन है। शेयर बजारमा आउने कन्ट्र्याक्ट भनेको यस्तो कन्ट्र्याक्टलाई हामी मार्केटेबल सेक्युरिटीज भन्छौं है। मार्केटेबल सेक्युरिटीजमा नामसारी गर्न मिल्छ तर यो कन्ट्र्याक्ट क्यान्सल हुँदैन है। तपाईले यही नै लाइफ इन्स्योरेन्स गर्नु भएको भए अथवा फिक्स्ड डिपोजिट गर्नु भएको भए, फिक्स्ड डिपोजिट पनि एउटा कन्ट्र्याक्ट हो। तपाईसँग भएको 1 लाख रुपैयाँ लगेर बैंकमा दिनुस्, बैंकले तपाईलाई 6 महिनासम्म अथवा 1 वर्षसम्म म राख्दिन्छु, यति ब्याज दिन्छु भनेर तपाईसँग कन्ट्र्याक्ट गर्छ। तर बीचमा तपाईलाई पैसा चाहियो भने यो कन्ट्र्याक्ट तपाईले तोड्नु पर्छ। जस्तो मैले 1 लाखको एफडी गरेको छु, मेरो साथीलाई म नामसारी गरिदिन्छु, उसले मलाई 1 लाख रुपैयाँ दिन्छ, भोलिका दिनमा म्याच्युर भएपछि उसलाई पैसा दिनुस् भन्दाखेरि बैंकले मान्छ होला त? मान्दैन। यस्तो कन्ट्र्याक्टलाई हामी नन मार्केटेबल सेक्युरिटीज भन्छौं। लाइफ इन्स्योरेन्सको पोलिसीहरु भयो, फिक्स्ड डिपोजिटहरु भयो, सबै नन मार्केटेबल हो। जसले कन्ट्र्याक्ट गर्छ उसले मात्र भुक्तानी पाउँछ, त्यो पनि म्याच्युरिटी पिरियड सिद्धिसकेपछि। भनेको आयु सिद्धिसकेपछि बल्ल त्यो पैसा सावा र ब्याज उसले फिर्ता पाउँछ, अथवा ब्याज उसले कति इन्टरभलमा दिने भनेको छ, ब्याज चाहिँ दिइरहन्छ र सामा चाहिँ उसले भाका कटेपछि मात्र दिन्छ। तर शेयर बजारमा जुन कन्ट्र्याक्ट हामीले गर्छौं यो कन्ट्र्याक्टहरु भनेको लङ टर्म कन्ट्र्याक्ट हुन्छ। यसमा कति वर्षपछि पैसा फिर्ता गर्ने भन्ने कुरा आयु नै लेख्दैन। भनेपछि यो जसले कन्ट्र्याक्ट गरेछ उसलाई पैसा चाहियो भने उसले के चाहिँ गर्न सक्छ भन्दा, रामले यो आइपीओ पाएको रहेछ भने सुरुमा कन्ट्र्याक्ट त उसको नाममा छ, रामले यो हरिको नाममा नामसारी गरिदिन सक्छ है। मार्केटेबलको मिनिङ यो नामसारी गर्न मिल्छ भनेको। यो कम्पनीको नाम सेम रहिरहन्छ, मध्य भोटेकोसी नै रहिरहन्छ, तर रामको ठाउँमा आइपीओमा जसलाई परेछ उसकोमा फर्स्ट टाइम कन्ट्र्याक्ट बन्या हुन्छ। उसले नबेचिकन राख्छ भने उसकै नाममा बसिरहन्छ यो, र उसलाई बीचमा पैसा चाहियो भने यो नाम चाहिँ हटाइदिने, यो कन्ट्र्याक्टबाट आफ्नो नाम हटाइदिने, अरु जसले नामसारी गरेर लिन्छ उसले तपाईलाई पैसा दिन्छ। भनेपछि शेयर बजार भनेको यस्तो कन्ट्र्याक्टलाई लिक्विडिटी दिनलाई, लङ टर्म कन्ट्र्याक्टलाई लिक्विडिटी दिनलाई, जसले कन्ट्र्याक्ट गरेछ त्यो मान्छेलाई बीचमा पैसा चाहियो भने जतिखेर पनि उसले त्यसलाई लिक्विड क्याशमा कन्भर्ट गर्न सकोस्। अब कसले दिने त पैसा भन्दा कम्पनीले त दिदैन। कसले दिने भन्दाखेरि जनताको कन्ट्र्याक्ट जनतामै घुमाइराख्ने, जनताको नाम चाहिँ परिवर्तन गरेर राख्ने, कम्पनीको नाम एउटै भइराख्ने भन्ने हिसाबले चाहिँ शेयर बजारको जन्म भएको हुन्छ। कम्पनीले लङ टर्म सोचेर पैसा माग्यो, जनताले लङ टर्म कुर्न सक्छ नकुर्न सक्छ, कुर्न सक्छ है। कोही कोहीले आइपीओ भरेर यतिकै छोडिदिन्छ, त्यो भनेको लङ टर्म कुरेको। सबैले कुर्छ जरुरी छ छैन। भनेपछि कन्ट्र्याक्ट गर्ने मान्छे दुईटा पक्ष मध्येमा जसले पैसा लिइरहेछ उसको एउटा उद्देश्य छ, ऊ लङ टर्म भनेर सोचेर पैसा उठाइरहेछ। जसले पैसा दिइरहेछ उसको सोच लङ टर्म पनि हुन सक्छ, सर्ट टर्म पनि हुन सक्छ। भने सर्ट टर्म सोच हुने मान्छेको पैसा कसरी बनाउने त? यो कन्ट्र्याक्टै क्यान्सल त गर्न मिल्दैन।
भनेपछि यो कन्ट्र्याक्टमा नामसारी गर्न मिल्ने सुविधा दिउँ भन्ने हिसाबले एउटा बजार जन्मायो। अब कहाँ गएर खोज्न जाने त ग्राहक भनेपछि ग्राहक खोज्न जान कहीँ जानु पर्दैन, सबै मान्छे एकै ठाउँमा आउने। इन्टरनेटको माध्यमबाट सबै मान्छेले एउटै नेटवर्कबाट कारोबार गर्यो भने हामीले ग्राहक खोजेर तपाईँ हामी नै ग्राहक भयौँ नि, तपाईँ हामी नै बायर भयौँ, तपाईँ हामी नै सेलर भयौँ। यसरी एउटा इन्टरनेटको मार्फतबाट एउटा नेटवर्क बनाएर सबै लगानीकर्ताहरूलाई जोडेर जुन तपाईँको उल्टाइ पल्टाइ गर्ने जुन एउटा प्लेटफर्म छ त्यसलाई नै हामी सेकेन्डरी मार्केट भन्छौँ। गुड लगानी